नमस्ते। हाम्रो खातापाताको युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। हामी एकाउन्टेन्टहरू भर्खरै फेस्टिभ मुडबाट कामको चटारोमा परेका छौँ। त्यो कसरी भने आर्थिक वर्ष 2081-82 को आय व्यय विवरण बुझाउने पहिलो मिति भनेको यही असोज मसान्त हो। कति साथीहरूले त आफ्नो आय व्यय विवरण दाखिला गरिसक्नुभयो होला, तर धेरैजसो साथीहरूले आर्थिक वर्ष 2081-82 को आय व्यय विवरण दाखिला गरिसक्नु भएको छैन। त्यो विभिन्न कारणले हुन सक्छ। एउटा कन्फर्मेसन फाइनल नभएको, अडिट नसकिसकेको जस्ता कारणले हामीले हाम्रो आय व्यय विवरण दाखिला गर्न भ्याएका छैनौँ भने पनि आयकरमा यसरी आफूले दाखिला गर्नुपर्ने आय व्यय विवरणलाई केही समयको लागि एक्सटेन्ड गर्न सक्ने सुविधा प्रदान गरेको छ। आउनुहोस् आजको यस एपिसोडमा हामी यो कसरी गरिन्छ र यो कुन कानुनी प्रावधान अनुसार हामीलाई दिएको सुविधा अन्तर्गत पर्दछ भन्ने बारेमा बुझाउने प्रयास गर्नेछु। कार्यक्रमलाई सुरु गर्नु पूर्व तपाईहरूले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छ कि छैन, हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र नजिकैको बेल आइकनलाई क्लिक गरिदिनु होला, ताकि हामीले बनाएका यस्तै नयाँ इन्फर्मेटिभ भिडियोहरू तपाईहरूलाई नोटिफिकेसनको रूपमा आउन सकोस्। अब बुझौँ आयकर ऐन 2058 ले कुन दफा अनुसार यो सुविधा प्रदान गरेको छ त। आयकर ऐन 2058 को दफा 96 को 4 अनुसार के भनिएको छ त भन्दाखेरि करदाताले तोकेको म्यादभित्र आयकर विवरण बुझाउन नसकेमा कर प्रशासन आईआरडी भनेको ट्याक्स अफिस ले लेखी अनुरोध भएमा करदातालाई म्याद थप एक्सटेन्सन अफ टाइम दिन सक्नेछ भनेर दफा 96(4) ले भन्छ भने दफा 96(5) अनुसार म्याद थप गर्दा पनि एक पटकमा बढीमा 3 महिना अथवा 90 दिन मात्र थप गर्न सकिन्छ। यसरी हेर्दा तपाईले म्याद थप गर्ने समय भनेको आश्विन मसान्तबाट पुष मसान्तसम्म 3 महिना भनौँ न, सालाखाला 3 महिनामा 3 महिना जति तपाईले म्याद थप गर्न सक्नुहुन्छ भने दफा 96(6) अनुसार म्याद थप गर्दा पनि कर तिर्ने जिम्मेवारी भने बाँकी रहन्छ। यो दफाले भन्न खोजेको कुरा के हो भन्दाखेरि तपाईले टाइम एक्सटेन्सन गरिसकेपछि कर तिर्नु पर्दैन अथवा भन्ने कुरा चाहिँ हुँदैन है, कर तिर्ने जिम्मेवारी चाहिँ बाँकी रहन्छ भनेर यो दफाले भनेको छ भने आयकर नियमावली 2059 को नियम 49 मा पनि सो सम्बन्धी प्रावधान गरिएको छ। यस्तो एक्सटेन्सन पहिला हस्तलेखी निवेदन लेखेर आईआरडी को अफिसमा गएर दिने गरिन्थ्यो भने अहिले चाहिँ हामीले अनलाइन मार्फत एप्लिकेसन दिन सक्छौँ। त्यो कसरी गर्न सकिन्छ त भन्ने कुरा अब म तपाईलाई यहाँ सिकाउँदैछु। सबैभन्दा पहिले तपाईहरू आईआरडी को वेबसाइट ird.gov.np मा जानु पर्यो। यसरी ird.gov.np टाइप गरिसकेपछि आन्तरिक राजस्व कार्यालय अथवा आन्तरिक राजस्व विभागको वेबसाइट खुल्छ। त्यो वेबसाइटमा तपाईलाई त्यहाँ करदाता पोर्टल भनेर देखाउँछ। त्यो करदाता पोर्टलमा क्लिक गर्नु पर्यो। यसरी क्लिक गरिसकेपछि त्यहाँ एउटा इन्टरफेस खुल्छ जहाँ जनरल भनेर लेखेको छ। त्यो जनरलमा क्लिक गर्नु पर्यो र त्यहाँ ट्याक्स प्लेयर लगइन भनेर छ। त्यो ट्याक्स प्लेयर लगइनमा गइसकेर तपाईले आफ्नो संस्थाको स्थायी लेखा नम्बर प्यान त्यहाँ राख्नु पर्यो र लगइन गर्नु पर्यो। यो लगइन गर्ने प्रोसेस भनेको हामीले पटक एज एकाउन्टेन्ट हामीले गरिरहेका छौँ। यो इजी नै हुन्छ। यसरी हामीले सम्पूर्ण त्यहाँ मागेको विवरण दाखिला गरेर लगइन गरिसकेपछि त्यहाँ चाहिँ तपाईको हाम्रो चाहिँ खाता खुल्छ। हाम्रो खाता खुलिसकेपछि त्यहाँ तपाईले चाहिँ एक्सटेन्सनको रिक्वेस्ट पठाउने ठाउँ देख्नुहुन्छ। यहाँ चाहिँ तपाईको केवाइसी अपडेट नगरेको कारणले गर्दा यो कम्पनीमा मैले यहाँ केवाइसी अपडेट गराएँ। केवाइसी अपडेट गरिसकेपछि यहाँ तपाईले 3rd नम्बरमा हेर्नु भने रिक्वेस्ट फर फाइलिङ डेट एक्सटेन्सन भनेर छ। त्यहाँ क्लिक गर्ने। त्यहाँ क्लिक गरिसकेपछि त्यो सब्मिसन नम्बर पछि आउँछ। त्यहाँ आर्थिक वर्ष कति हो त अब तपाईको आर्थिक वर्ष सेलेक्ट गर्नु पर्यो। आर्थिक वर्ष 81-82 को एक्सटेन्सन लिन लागेको हामीले एक्सटेन्सन लिने समय कहिलेसम्म हो त भन्दा पुष मसान्तसम्म, त्यो भनेको 2082 साल 9 महिना 30 गतेसम्म। कारण के हो त अब तपाईहरूको कारण जेसुकै छ जे छ त्यो त्यहाँ यहाँ मेन्सन गर्नु पर्यो। यहाँ चाहिँ मैले अडिट इज नट फिनिस्ड भनेर लेखेँ। यसरी मैले अडिट इज नट फिनिस्ड भनेर लेखिसकेपछि यसलाई मैले सेभ गर्छु। यो सेभ गरिसकेपछि तपाईलाई एउटा सब्मिसन नम्बर दिन्छ। त्यो सब्मिसन नम्बर तपाईले टिपेर राख्नुपर्ने हुन्छ अथवा तपाईले पछि फिलअप गरिसकेपछि डाउनलोड गर्नु। त्यहाँ सब्मिसन नम्बर आयो, त्यसपछि त्यसलाई सबमिट गर्नुहुन्छ। सबमिट गरिसकेपछि तपाईको विवरण सफलतापूर्वक सेभ भयो, कृपया सब्मिसन नम्बर टिप्नुहोस् भने हुन्छ। त्यो सब्मिसन नम्बर टिपेर राख्नुहोस् अथवा प्रिन्ट गरेर
राख्दा पनि हुन्छ। यहाँ मैले यसलाई प्रिन्टमा गएर डाउनलोड गरेर राख्छु ताकि मलाई भोलि पर्सि केही समस्या परेमा यही प्रिन्ट आउट देखाएर गर्न सक्छु। यसरी मैले यसलाई सेभ गरेर राख्छु। यसरी तपाईले 3 महिनाको लागि आफ्नो आय व्यय विवरण दाखिला गर्ने समय एक्सटेन्ड गर्न सक्नुहुन्छ। तपाईहरुलाई हाम्रो आजको यस कार्यक्रम कस्तो लाग्यो हाम्रो कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। तपाईहरुको जिज्ञासा पनि हामीलाई मेसेन्जरमा मेसेज गरी पठाउनु होला र हाम्रो युट्युब च्यानललाई लाइक, शेयर, फलो गर्दै सब्स्क्रिप्सन पनि नजिकैको बेल आइकनलाई क्लिक गरिदिनु होला भन्दै बिदा चाहन्छु। नमस्ते।